ए ल बिस्तारो है गाडी हेर है गाडी है खै उदयपुर जिल्लाको चौडन्दी नगरपालिका अन्तर्गत रहेको यो हेर्नुहोस् मदन भण्डारी हाइवे बाटो चाहिँ केही मिटरको यता रहेको जुन यो झोलुङ्गी पुल लगभग मानौँ आधी किलोमिटर 500 मिटरको लम्बाइ रहेको यो पुल चाहिँ उदयपुर जिल्लाको चौडन्डीगढी नगरपालिका होइन त चौडन्डीगढी नगरपालिका वडा नम्बर 10 मा रहेको छ हेर्नुस् यो चाहिँ नेपालकै हाइट र नेपालको सबैभन्दा उच्च लम्बाइ र उच्च चाहिँ बजेटमा बनेको पुल हेर्न सक्नुहुन्छ है लगभग 500 मिटर भन्दा पनि लामो लम्बाइमा रहेको यो पुलको चाहिँ चौडाइ 2.5 हात भनेपछि 4 फुट रहेको छ हेर्न सक्नुहुन्छ दर्शक श्रोताहरू मदन भण्डारी राजमार्ग यो हो यसरी जान्छ पूर्व पश्चिम फैलिएको मदन भण्डारी राजमार्ग रहेको छ यस्तो अवस्थामा छ पुल विद्या छ हेर त ए मदन भण्डारी राजमार्ग यस्तो छ है यसरी फैलिएको छ पर्खी गाडी आउँदैछ कुद हेर्न सक्नुहुन्छ दर्शक श्रोताबिनहरू टाढै कान्छ ए ल हेर्नुस् आज बर्खाको दिन असार 29 गते भीषण पानी परेको अवस्था रहेको छ देख्न सक्नुहुन्छ है यसलाई चाहिँ त्रियुगा खोला यो खोलाको नाम चाहिँ त्रियुगा खोला भनिन्छ त्रियुगा खोला जुन चाहिँ रौता यसको शिर चाहिँ रौतामा रहेको छ रौताबाट चाहिँ यो खोला यसको उद्गम स्थान भनिन्छ जुन चाहिँ रौताबाट आउँछ र यसरी देख्न सक्नुहुन्छ है यो त्रियुगाको जुन किनार जान्छ मदन भण्डारी राजमार्ग जुन पूर्व पश्चिम फैलिएको छ यसरी छ यता भयो महाभारत पहाड यो चाहिँ हैन अब यता देख्न सक्नुहुन्छ उता देख्न सक्नुहुन्छ हेर्नुस् त्यो चाहिँ चुरे हो चुरे पहाड हैन चुरे क्षेत्र र यो एउटा उदयपुर जिल्ला चाहिँ एउटा उपत्यका जस्तै रहेको छ वरिपरि पहाड रहेको र माझमा उपत्यका रहेको ठाउँ छ हेर्नुस् खोलाले वरिपरिबाट काटेर माझमा टापु बनिएको अवस्था छ हिउँदमा चाहिँ हिउँदको जुन मौसम हुन्छ त्यसमा चाहिँ यो खोला सायद घुँडा मात्रै आएको हुन्छ र बर्खा बेला चाहिँ जुन असार साउन जेठको बेला हुन्छ जुन महिनामा चाहिँ एकदमै ठुलो बाढी आउँछ र यसले क्षति पनि यो खोलाले धेरै गरेको हुनाले विशेष त यो खोलाले जनजीवन पनि अस्तव्यस्त भएको थियो तर विकास भनेको यही हो हामी चाहिँ त्रियुगा नगरपालिका वडा नम्बर 1 पर्छ पारी भने यो पुल र यो खोला र यताको यो महाभारत पहाड चाहिँ यो चौडन्डीगढी नगरपालिका 10 मा पर्दछ हामी चाहिँ यो बाटो चाहिँ हामी जुन मदन भण्डारी हाइवेबाट चाहिँ हामी यो पुल तरेर हामी चाहिँ त्रियुगा नगरपालिका वडा नम्बर 1 मा जाँदैछौँ त्यो गाउँमा देख्न सक्नुहुन्छ जाँदैछौँ र तपाईहरुलाई दर्शक श्रोताबिनहरू हेर्नुस् यति लामो पुल छ कि यो हालसम्मकै नेपालको चाहिँ टप 10 मा पर्न सफल पुल लम्बाइका हिसाबले यसको
चाहिँ बनावटका हिसाबले यसको कस्टको हिसाबले पनि यो चाहिँ एकदम महँगो रहेको छ। दर्शक श्रोताहरू हेर्नुहोस्, खोला हेर्नुहोस्, यस्तो ठुलो खोला छ हेर्नुहोस्। क्यामेरामा पनि देखिन सकिँदैन। दर्शक श्रोताहरू हेर्नुहोस्, यस्तो खोला छ है। म तपाईँहरूलाई लामो समयसम्म जबसम्म टुङ्गिँदैन तबसम्म म यो खोलाको पुलको विषयमा देखाउँदै जानेछु र हजुरहरूलाई यसको विशेषता भनेको चाहिँ के रहेछ भने अलिकति लगभग 1 फिट यसको चौडाइ हुने हो भने यो एउटा अटो मजाले तर्ने सक्थ्यो, तर यसको चौडाइ चाहिँ कमी भएको कारणले चाहिँ अटो जान नसक्ने र 2 पाङ्ग्रे गाडी मात्रै कुद्न सक्ने बनाइएको छ। यस्तो अवस्था छ। खोला बर्खामा एकदम ठुलो र एकदम भयानक रूपमा आउने हुनाले हेर्नुहोस्, क्यामेराले पनि नभ्याउने अवस्था छ। हेर्नुहोस्, त्यत्रो खोला छ है। यसको चौडाइ र गहिराइ पनि त्यस्तै छ भन्नुपर्छ। हेर्नुहोस्, बर्खाको मौसम छ, धेरै ठुलो छ खोला चौडाइ। यो चाहिँ हो त्यो त्यहाँ जुन तल देख्नु भएको छ श्रोताबिनहरूले, त्यो चाहिँ सिसो भन्छ। खयरको पनि बोटहरू उम्रिएको छ त्यहाँनिर। हजुरहरूलाई म जुम गरेर देखाउने छु, हेर्न सक्नुहुन्छ है। सिसो खयरको बोटहरू रहेको छ यसरी। यस्तो अवस्था छ। हजुर यो आउँदैछन्, यो भाइरल पुल देखाइदिएको क्या मैले। यस्तो छ है दर्शक श्रोताहरू, यस्तो छ। हजुरहरूलाई म कति मिनट लाग्दो रहेछ उइसम्म पुगाएर देखाउने छु। यस्तो छ है खोलाको अवस्था। हेर्नुहोस् दर्शक वृन्दहरू, यति लामो छ यो पुल। म अहिले यो पुलमा हिँडेको 6 मिनट हुन लाग्यो लगभग। हेर्नुहोस् 6-7 मिनट हुन लाग्यो, तर यो यहाँ चाहिँ म आधीभन्दा अलिक बढी आइरहेको छु। यस्तो अवस्था छ। हेर्नुहोस् यो चाहिँ यो पुलको कुल बजेट भनेको चाहिँ नितान्त चाहिँ सांसद केन्द्रीय सांसद क्षेत्र नम्बर 1 बाट जित्नुहुने पूर्व परराष्ट्र मन्त्री पनि हुनुहुन्छ र पूर्व मन्त्री पनि हुनुहुन्छ र पूर्व सांसद पनि भन्नुपर्छ। नेपाली काङ्ग्रेसका वरिष्ठ नेता, नेपाली काङ्ग्रेसका नेता डाक्टर नारायण खड्काको पलबाट बनिएको पुल हो। नितान्त संसदीय कोषको पैसा वा नितान्त व्यक्तिगत पैसा कुनै यो 2 कुरामा एक पर्दछ। हेर्न सक्नुहुन्छ यस्तो छ है पुलको अवस्था। यो ठाउँको अवस्था यस्तो छ, यति रमणीय छ। यहाँ चाहिँ टुरिस्ट भित्राउने ठाउँ पनि रहेको जस्तो छ। देख्न सक्नुहुन्छ हरियाली त्यस्तै छ। वातावरण एकदम राम्रो छ, कुल वातावरण रहेको छ। हेर्न सक्नुहुन्छ दर्शक श्रोताहरू, यति लामो पुल छ कि हाम्रो चाहिँ जीवन अलिक अस्तव्यस्त रहेको थियो जुन बर्खाको बेलामा, र अहिले चाहिँ सहज यो पुलका कारणले गर्दा निकै सरल सहज र हामीलाई सुविधा पनि भएको छ। अब गाईघाटबाट यो ठाउँमा आउँदा हामीलाई गाईघाटको बस पारबाट यहाँ चाहिँ यो पुलसम्म आइपुग्न चाहिँ हामीलाई ठ्याक्कै 11 मिनट लाग्दो रहेछ। दर्शक श्रोताहरू, पहिले हिँडेर जान्थ्यौँ हामी गाईघाट भने 2 घन्टामा पुग्थ्यौँ। अहिले चाहिँ मात्र 11 मिनटमा चाहिँ हामी यो पुलसम्म आउन सम्भव हुन्छौँ। र पुलदेखि चाहिँ हामी हिँडेर जानुपर्ने हुन्छ, किनभने यहाँ गाडी जाँदैन। गाडी जाने हो भने त हामी यहाँबाट पनि 5 मिनटमा चाहिँ हामी घर पुग्थ्यौँ, तर त्यसको अहिले सुविधा छैन। यस्तै छ, विकास भनेको बिस्तारै हुन्छ। अब हामी चाहिँ यो प्रतीक्षामा थियौँ। अब हाम्रो मुख्य चाहिँ माग र हाम्रो मुख्य चाहना, हामी त्रियुगा नगरपालिका जनताहरूको चाहना र इच्छा भनेको चाहिँ खोलामा जुन हाम्रो
जुन त्रियुगा नगरपालिकामा नगरपालिका वडा नम्बर 1, 2 मा भएको ठुल्ठुलो खोला दुईटा, एउटा कङ खोला र एउटा लुवाले खोला, जसमा चाहिँ पक्की पुल चाहिँ निर्माण भएदेखि हामीलाई अझ सरल हुन्थ्यो, सुविधा हुन्थ्यो, हाम्रो जीवनमा चाहिँ अलिकति सहजता प्रदान हुन्थ्यो भन्ने चाहिँ आफ्नो भनाइहरू राख्दै दर्शक श्रोताहरू हेर्नुहोस्, अझै पनि म आइपुगेको छैन पारीसम्म। यस्तो छ पुल, हेर्नुहोस् यति ठुलो बजेटमा बनेको जुन पुल देख्न सक्नुहुन्छ। वारपार धेरै नै लामो छ यो पुल, लगभग सरासरी हिँड्दै जाँदा पनि 11, 12, 10 मिनट कति लाग्छ। दर्शक श्रोताहरू निकै लामो रहेको छ, हेर्न सक्नुहुन्छ। धेरै धेरै धन्यवाद। जुन तहको सरकार भए पनि, जुन तहले जुन सरकारवालाले विकासका लागि जुन यहाँ तत्परता देखाएर चाहिँ यो निर्माणमा चाहिँ निर्माण सम्पन्न भयो, उहाँहरूलाई सबैलाई धन्यवाद भन्दै यो भिडियो चाहिँ यो जुन पुल निर्माणमा चाहिँ जुन निकायले हैन सांसद पूर्व मन्त्री डाक्टर नारायण खड्काज्यूलाई चाहिँ धेरै धेरै धन्यवाद दिन चाहन्छु। यस्तो छ दर्शक श्रोताहरू, नानीहरू आइरहेका छन्, देख्न सक्नुहुन्छ हो, यस्तो रहेको छ। कति लामो रहेछ है? 10 मिनट लाग्यो है नानी? 10 मिनट लाग्यो हामी आइपुग्न। ल धन्यवाद सम्पूर्ण फेसबुक श्रोताहरू, यहाँहरूको चाहिँ कमेन्ट, लाइक र सेयरको चाहिँ म अपेक्षा गर्दछु। हस् त, धन्यवाद। यो चाहिँ शिवनगर हो, देख्न सक्नुहुन्छ। शिवनगर गाउँ भनिन्छ यसलाई चाहिँ, यो रोड हो है, यस्तो छ है, बर्खाको बेला पानी हुन्छ यहाँ है। हस् त, धन्यवाद, नमस्कार।